निर्वाचन आयोग निर्वाचन सम्पन्न गर्न तयार छ। त्यो प्रयोजनलाई पूर्व तयारी हामीले सुरु गरिसकेका छौँ र त्यसमा हाम्रो सबै कर्मचारी साथीहरू खटिसक्नु भएको छ र सबै जिल्ला निर्वाचन कार्यालय प्रदेश निर्वाचन कार्यालयमा रहेका मौजुदा सामानको तथ्य र तथ्याङ्क सङ्कलन गर्ने काम हामीले सुरु गरिसकेका छौँ। कतिपय निर्वाचनको सन्दर्भमा आवश्यक सामग्रीहरू हामीले अहिलेको निर्वाचनमा खरिद गर्नुपर्ने छैन र कतिपय सामानहरू झिरा मसिना अथवा अलि बढी सामान पनि खरिद गर्नुपर्ला। त्यो पनि मौकैमा पहिचान गर्न पायौँ भने हामीले पूर्ण प्रतिस्पर्धात्मक रूपमा निर्वाचनको सामान खरिद गर्न सक्यौँ भने स्वच्छ निष्पक्ष भएरै निर्वाचन गर्ने र अति मितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शङ्का गर्ने ठाउँ रहँदैन भन्ने कुरो आयोगले विश्वास गर्छ। अब यसको अतिरिक्त अहिलेको वर्तमान परिवेश कस्तो छ भनेदेखि मुलुकमा पुरै शान्ति सुरक्षाको स्थिति अलिकति खलबलिएको छ। यो सबै हामीले जानेकै विषय हो र सुरक्षाकर्मीहरू बस्ने कति ठाउँमा भवन छैन र सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँमा क्षेत्रविच्छेद छ, कति ठाउँबाट सेवा प्रवाह सञ्चालन हुन सक्ने अवस्था र स्थिति छैन। हामीलाई भन्दा यो गृह मन्त्रालयलाई अझ राम्रो जानकारी भएको विषय हो। अगाडि गृहमन्त्री बस्नुभएको के गृह सचिव बस्नुभएको छ, मुसु हाँस्नु भएको छ। हामीलाई पनि जानकारी छ यो विषयमा, तपाईँहरूलाई थाहा छ र भन् जस्तो गर्नुभएको छ। अलिअलि हामीले जानकारी पाछौँ। त्यसो भए हुनाले सबै ठाउँको सङ्कलन तथ्याङ्क यहाँहरूलाई थाहा होला। तर हामीले उजागर गर्न खोजेको विषय मात्रै के हो भने निर्वाचनको लागि शान्ति सुरक्षा अत्यन्त महत्त्वपूर्ण कुरा हो। शान्ति सुरक्षा बिना निर्वाचन सम्पन्न हुँदैन। कति निर्वाचनहरू सम्पन्न गरिसक्नु भएको मित्रहरू हाम्रै अगाडि हुनुहुन्छ। 2-3 घेरामा हामीले शान्ति सुरक्षा कायम राखेर निर्वाचन गर्नुपर्ने हुन्छ। त्यसको अतिरिक्त सँगसँगै हामीले अहिले निर्वाचन गर्ने प्रयोजनको लागि निर्वाचन स्थल र निर्वाचन केन्द्रको पनि निरीक्षण परीक्षण गरेर केही संशोधन परिवर्तन गर्नुपर्ने भए त्यो पनि हामीले निर्णय गर्नुपर्ने अवस्था र स्थिति छ। Hardik IVF and Fertility Center, where miracles come to life. र यसरी सुरक्षाको चुनौती हुँदाहुँदै पनि हामीले निर्वाचन नगर्ने अथवा निर्वाचनलाई अलि पछि ढकेर्ने हामीलाई छुट छैन। हामीले तोकिएको समयमा निर्वाचन गर्नै पर्छ। निर्वाचन गर्न आयोग चाहिँ पूर्ण रूपमा तयार छ भन्ने कुरो मैले यहाँहरू सबैमा निवेदन गर्न चाहेँ। र अब यसको अतिरिक्त निर्वाचन प्रयोजनको लागि अति आवश्यक 5-7 वटा बुँदा म पढेर निवेदन गर्छु। त्योभन्दा पछि अनि हाम्रा कमी कमजोरीहरू के छन्, के आवश्यकता हामीले आवश्यक महसुस गरेका छौँ र कुन परिपूर्ति भयो भने निर्वाचनमा हामीले सहजता निवारण गर्न सक्छौँ र निर्वाचन सम्पन्न गर्न हामीलाई आवश्यक के अप्ठ्यारो छैन भन्ने सन्दर्भमा निवेदन गर्छु। निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र जनशक्ति आकलन गरी त्यसको सुनिश्चितताको लागि योजना तर्जुमा एवं कार्यान्वयन गर्ने, मतदान केन्द्रसम्मका लागि आवश्यक पर्ने जनशक्ति र निर्वाचन सामग्री समयमा पुर्याउने व्यवस्था गर्ने, मतदानको लागि योग्यता पुगेका सबै मतदाताले मतदानको अवसर प्राप्त गर्ने गरी मतदान